हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल लास्ट अफ फेभुलेटेस्टले। नमस्कार मेरो सम्पूर्ण भ्युवर्सहरूमा। आशा गर्दछु तपाईँहरू सबैजना आरामै हुनुहुन्छ होला। मलाई पनि एकदम ठिकै छु होइन। आज चाहिँ मेरो विक अफ हो, सो म आज चाहिँ मेरो घरको कामहरू सकेर अब लुगाहरू धोएर भनौँ न, युनिफर्महरू, त्यसपछि नुहाएर यसो घरको काम सकेर घुम्नु जाने विचार गरेको छु। आज म मणिचुट घुम्नु जानेछु। म चाहिँ योभन्दा पहिला गएको छैन। अब युट्युबतिर यसो बाटो कहाँदेखि रहेछ यसो हेरेर जानेछु। सो तपाईँहरूलाई पनि म देखाउने छु मणिचुट जाने बाटो प्लस मणिचुटको भ्यू तपाईँहरूलाई देखाउनेछु। हेर्दै गर्नु होला है त। Once again, guys, welcome to my vlog. अहिले चाहिँ हामी ट्याक्कै चक्रापथ पऱ्यो होइन। चक्रापथ नपुगेरी जाम क्या लास्टै जाम हुन्छ। सो तल्ल तल्ल होइन ढोलेर अब हामी चाहिँ लाग्यो चक्रापथदेखि चाहिँ सिधै जानुपर्छ है गाइस। हामी चारेलतर्फ धुम्बराई हुँदै अब चाहिँ हामी धुम्बराई आइपुग्यो। गोल्ड स्टार जुत्ता कम्पनी भन्दा चप्पल कारखाना, धुम्बराई भन्दा नि चप्पल कारखाना भनेर बुझिन्छ सबजनाले। अहिले चाहिँ हामी चप्पल कारखाना आइपुग्यो। चप्पल कारखानादेखि हामी गोपी कृष्ण हुँदै हामी चाबेल जानेछौँ। कस्तो पेलेको हौ दाइ, बिस्तारै आउनु हौ। सो गाइस, अब चाहिँ हामी गोपी कृष्ण पुग्यो होइन। गोपी कृष्णको पिङ्क कलरको फुल। अब यहाँदेखि हामी चारेलदेखि चाहिँ लेफ्ट लाग्नुपर्छ गाइस, बौद्ध जानु पर्यो है। चारेलदेखि लेफ्ट लाग्नुपर्छ बौद्ध जाने साइड। गाइस अहिले चाहिँ हामी टक्क चाबेल पुगेको छ। कस्तो खतरा गाडी हो, थार हो। यस्तो गाडी कहिले किन्यौँ हामीले। यो त अब हेर्ने मात्रै हो अहिले हामीले, किनकि यसको चक्का किन्ने पनि पैसा छैन हामीसँग। गजब बेइज्जती है। सो गाइस अहिले चाहिँ हामी ठ्याक्कै चुचेपाटी पर्थ्यो होइन। मेरो सम्झन्छ अस्ति जेन्जीको प्रोटेस्टमा चलेको भात पर्थ्यो नि। रिस्ट्रक्चर हुँदै रहेछ यसको। यो बाटो त पहिला राम्रो थियो यार, यस्तो त थिएन। खै केले हो यस्तो फलडङ्ग्रा फुल्ने। नेपालमा यसरी ट्याक्कै गाडी तेर्साइदिन्छ बिच बाटोमा, के भन्नु। ओहो रहेछ नि यहाँ त मान्छेहरूले। ल गाइस, हामी चाहिँ अहिले ठ्याक्कै बौद्ध पुगेको छ। बौद्ध यता छ। अब यहाँ हामी जाममा पर्यो 14 सेकेन्ड। पैदल यात्रुहरूले पनि प्राथमिकता दिनुपर्छ होइन। 7 6 5 4 3 2 1 भोलिहाल्यो त पुलिस भाइ, नजाने हो हामी। हामी चाहिँ लामा पेट्रोल पम्प पुग्यो अहिले। तेल हालौँ भनेको कताबाट हो माथिबाट जानु पर्छ। सो गाइस अहिले चाहिँ हामी बलमा पुग्यो गाइस होइन। अब हामी चाहिँ युट्युबमा हेरे अनुसार चाहिँ लेफ्ट लाग्ने भन्ने कुरा थियो होइन। अब यहाँदेखि गाइस यो आधी बाटो है। हामी बर्मा खेलबाट भित्र छिरेर होइन। यो बाटो चाहिँ एकचोटि भरेरी खोज्दै हिँड्दा चाहिँ आएको थियो। अब कता यो बाटो त अब थाहा छैन। आलोपोट जाने बाटो भनेर चाहिँ सुनेको। माथिको गाउँ चाहिँ आलोपोट भनिन्छ गाइस, मैले बुझे अनुसार। जाउँ न होइन। यो यति तेल हुनुन्जेल चाहिँ अब जान्छु कस्तो भए पनि। अब अलिकति तेल कम भएपछि त ओह्रालो त न्युट्रलमा झरिहाल्छ अनि आधी पेट्रोल पम्पसम्म गइहाल्छ। चाहिँ अब माथि गाइस हामी जानुपर्ने हामी माथि हो।
यहाँदेखि चाहिँ बस यहाँसम्म मात्रै लाग्छ। हाय 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 बाइक हाय 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 बाइक 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 यत्रो सुनसानमा कोही छैन यार, म एक्लै छ। डर पो लाग्यो अब त। बुझ्न त बाइक गाडी कुद्दो रहेछ यता, तर बाटो चाहिँ कता हो केही थाहा छैन, अटो पनि छैन। सो गाइस फाइनली अहिले चाहिँ म यो मनिचुटको अलिकति मुनि आइपुग्यो होइन। यहाँदेखि हेर्नु सक्नुहुन्छ चिसा पानी जाने बाटो उता रहेछ, हाइबुङ जाने, सुन्दरी जल यता, झुले उता, अनेक ठाउँ जाने बाटो यति रहेछ। उताबाट आएको गाइस होइन, आएको बाटो बिग्रेर होइन, बाटो पनि त्यस्तै छ, अफ रोड यताउता यता खाल्टाङ खुल्डुङ है। म मुटै झन् मुखमा निस्केन भनेको, उताबाट आउनु पर्ने रहेछ। उता कहाँ पुगे म त। अनि बल्ल तल्ल अनि यो स्कुटी एउटा साथी पायो सँगै आएको, त्यस्तै हो गाइस होइन। अब हामी माथि जानेछौँ। अस्ति भर्खर यो बाइकमा खर्च गरेको यार 20-25 हजार, फेरि खर्च उठ्ला जस्तो छ यस्तो बाटोमा चढायो भने राम्रो। ओके अब यता जानेछौँ। यस्तो भर्याङ आउनु पर्दो रहेछ गाइस होइन, हेर्न सक्नुहुन्छ। भन्नै बाटो हिँड्नु पर्ने हो क्या हो, कुनै निस्क्यो भने यहाँ त्यहाँ ठोकेर फेरि। यत्रो जङ्गलमा कोही छैन हो, चरा मात्रै कराउँछ, म बाइक कोही छैन जस्तो छ। त्यो दाइ पनि मुनि बसिहाल्यो। हैत्तेरी अब चाहिँ पुग्यो जस्तो छ गाइस। हैट पसिना आयो हो, खतरा रहेछ त। खतरा छ हौ ल। छैन त यहाँ त ड्याम त, उतै हो क्या हो, उतै हो जस्तो छ। है कोही पनि छैन, फेरि कोही पनि छैन। गाइस यहाँ सानो मन्दिर पनि रहेछ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। गणेशजीको मूर्ति रहेछ, जय गणेश। पूजा गर्नु हुँदो रहेछ पब्लिकले। अब ड्याम चाहिँ अलिक परै हो जस्तो छ, उता लाग्नु पर्यो। अझै उतापट्टि रहेछ गाइस, त्यो अघिको तारचोक भएको ठाउँदेखि नै अलिक यतै आउनु पर्दो रहेछ। हो चाहिँ ऊ पारीतिर होला, मान्छेको आवाज साउन्ड आइरहेछ। शुद्ध पिउनु पानी पनि पाइँदो रहेछ गाइस यता। जङ्गल त खतरै छ, फेरि आउने बाटो त फेरि कुना बाटो हुँदै आउनु पर्दो रहेछ। त्यो अघिको यस्तो ढाँचै हुने ठाउँबाट
अनि अब ऊ पारी चाहिँ हो रहेछ है, हेर्नु सक्नुहुन्छ शुद्ध पिउने पानी। सो गाइस अहिले चाहिँ हामी ठ्याक्कै दाहामा पुगे है त। यसमा साङ बालेको रहेछ, ए फोहोर पो बालेको रहेछ साङ। गाइस हेर्नु सक्नुहुन्छ यही हो दाहा। बवाल छ। चलो no. सो गाइस घुम्ने होइन त मनिच्युट ड्याम म चाहिँ घुमिसकेँ। अब तपाईँहरूको पालो, तपाईँहरू पनि आउनु सक्नुहुनेछ मनिच्युट ड्याम। सो अब चाहिँ म घुमिसक्यो होइन, अब म फर्किन्छु किनकि बाटो फेरि अप्रो घ्याडाङ गुडुङ फेरि ढिलो होला, फेरि भोक पनि लाग्यो, मुनि गएर खाजा खान्छु। सो तपाईँहरू पनि आउनुहोस् घुम्नुहोस् होइन, एकदम रमाइलो गर्नुहोस्। यस्तो ढाँचा ल्याएर आउनुहोस् सकेसम्म सबैजनाले भन्दै हार्दिक अनुरोध गर्दछु। ओके गाइस होइन, मेरो ब्लग हेर्दै गर्नु होला, माया गर्दै रहनु होला, लाइक कमेन्ट सब्सक्राइब सबै गर्दै गर्नु होला भनौँ न। तब तकको लागि सबैजनाले बाई बाई, टेक केयर, मिस यु।